के हुन्छ होला जब जनताको सेवा गर्ने जिम्मेवारी पाएका मान्छेले आफ्नै व्यक्तिगत फाइदालाई अगाडि सार्छन्? हो, यही गम्भीर समस्यालाई समाधान गर्न नेपालमा एउटा निकै महत्त्वपूर्ण विधेयक आएको छ। ल, आज हामी यही स्वार्थको द्वन्द्व विधेयकबारे एकदमै सरल भाषामा कुरा गर्नेछौँ। सुरु गरौँ है त। हो, यही प्रश्न नै हाम्रो आजको छलफलको केन्द्रमा छ। यो विधेयकले ठिक यही जटिल अवस्थालाई सम्बोधन गर्न खोज्छ, जुन बेला व्यक्तिगत फाइदा र सार्वजनिक जिम्मेवारीको बाटो एक आपसमा ठोक्किन पुग्छ। यसलाई अझै सरल भाषामा भन्दा यो यस्तो स्थिति हो जहाँ निर्णय गर्ने मान्छेले नै आफ्नो निर्णयबाट व्यक्तिगत फाइदा उठाउन सक्ने सम्भावना हुन्छ। सोच्नुस् त, फुटबल म्याच खेलाइरहेको रेफ्रीले कुनै एउटा टिमको जितमा बाजी लगाएको छ भने के होला? उसको हरेक निर्णय शङ्काको घेरामा पर्छ, होइन र? हो, स्वार्थको द्वन्द्वले सार्वजनिक पदमा ठ्याक्कै यही अवस्था निम्त्याउँछ। ल, अब एउटा प्रश्न उठ्छ, नेपाललाई नै विशेष गरी यो कानुनको आवश्यकता किन पर्यो त? यसको जवाफ हाम्रो अहिलेको कानुनी व्यवस्थाभित्रै लुकेको छ। अहिलेसम्मको अवस्था कस्तो थियो भने छरपष्ट पजलका टुक्राहरू जस्तै। स्वार्थको द्वन्द्व सम्बन्धी नियमहरू विभिन्न कानुनमा अलिअलि थिए, तर ती एकीकृत थिएनन्, जसले गर्दा कार्यान्वयनमा अनेकन कमजोरी र अस्पष्टता थियो। यो विधेयकले चाहिँ ती सबै टुक्राहरूलाई जोडेर एउटा स्पष्ट र बलियो कानुनी संरचना बनाउने लक्ष्य राखेको छ। आखिर यो विधेयक किन आयो त? यसका पछाडि खासमा 3वटा मुख्य कारणहरू छन्। पहिलो, यस्तो एकीकृत कानुन अहिलेसम्म नेपालमा थियो नै थिएन। दोस्रो, पुराना छरिएका कानुनहरू पर्याप्त थिएनन्, तिनमा धेरै कमजोरी थिए। र तेस्रो, जुन सायद सबैभन्दा महत्त्वपूर्ण हो, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि अन्तर्गत नेपालले जुन अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको थियो त्यसलाई पूरा गर्नु। ल, अब अनि भित्रै छिरेर हेरौँ है त। यो विधेयकले खासमा कोलाई समेट्छ र कस्ता कस्ता नियमहरू प्रस्ताव गरेको छ? यो विधेयकको एउटा सबैभन्दा बलियो पक्ष भनेको यसले सार्वजनिक पदाधिकारीको परिभाषालाई निकै फराकिलो बनाएको छ। र यो जानी नै यति फराकिलो बनाइएको हो ताकि म त यो कानुनभित्र पर्दिन भनेर कोही पनि उम्किन नसकोस्। कल्पना गर्नुस् त, देशको राष्ट्रपतिदेखि लिएर स्थानीय वडा सदस्यसम्म, न्यायाधीशदेखि सरकारी संस्थानका म्यानेजरसम्म सार्वजनिक अधिकार प्रयोग गर्ने लगभग सबैजना यसको दायराभित्र पर्छन्। मतलब यसले शासनको हरेक तहमा एकदमै माथिदेखि तलसम्मै जवाफदेहिता खोजिरहेको छ। यो एकदमै स्पष्ट छ। अर्को एउटा रोचक कुरा के छ भने यो कानुन पदाधिकारीमा मात्रै सीमित छैन। यसले परिवारको परिभाषालाई पनि निकै व्यापक बनाएको छ। यसको मुख्य उद्देश्य नै पदाधिकारीहरूले आफ्ना नातेदार वा आफन्तहरूलाई प्रयोग गरेर नियमबाट उम्किने बाटो बन्द गर्नु हो। यो विधेयकले हरेक पदाधिकारीका लागि 2वटा आधारभूत नियम ल्याएको छ। पहिलो, घोषणा गर, र दोस्रो, अलग बस। मतलब पदमा आउने बित्तिकै आफ्ना सबै निजी स्वार्थहरू लिखित रूपमा खुलाउने। अनि यदि कुनै निर्णय प्रक्रियामा आफ्नो स्वार्थ बाजिने देख्यो भने त्यो प्रक्रियाबाट आफूलाई पुरै अलग राख्ने। र यदि यो नियम तोड्यो भने के हुन्छ? परिणाम एकदमै सिधा छ। त्यो निर्णय नै स्वतः खारेज हुन्छ। अब ती कामहरूको कुरा गरौँ जुन यो नयाँ कानुन अनुसार गर्नै पाइँदैन। यी नियमहरूलाई एक किसिमले निष्ठाको पर्खाल पनि भन्न सकिन्छ। विधेयकले एकदमै स्पष्टसँग भन्छ, पदाधिकारीहरूले आफ्नो पदसँग जोडिएको कुनै पनि व्यक्तिगत उपहार लिन पाउने छैनन्। यसको लक्ष्य के हो भने निर्णयहरूमा अनुचित प्रभाव पार्न सक्ने सानोभन्दा सानो सम्भावनालाई पनि जरैदेखि उखेल्नु। यो नियमले सेल्फ डिलिङ अर्थात् आफैलाई फाइदा पुर्याउने कामलाई सिधै रोक्छ। कुनै पनि पदाधिकारीले आफू काम गर्ने सरकारी निकायसँग व्यक्तिगत रूपमा व्यापारिक ठेक्कापट्टा गर्न पाउने छैनन्। यसले सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न ठूलो मद्दत गर्छ। यो सरकारी खरिद प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउने एउटा महत्त्वपूर्ण कदम हो। यदि कुनै खरिद वा लिलामीमा पदाधिकारी वा उसको परिवारको अलिकति पनि स्वार्थ छ भने उनीहरू त्यो निर्णय प्रक्रियाबाट पुरै बाहिर बस्नुपर्छ। यो प्रावधान चाहिँ निकै चाखलाग्दो छ। यसलाई कुलिङ अफ पिरियड भनिन्छ। पदबाट हटेपछि पनि 1 वर्षसम्म कुनै पनि पूर्व पदाधिकारीले आफ्नो पुरानो सरकारी पद र सम्बन्धको फाइदा उठाएर निजी क्षेत्रमा उस्तै प्रकृतिको काम गर्न पाउँदैनन्। यसले पदमा हुँदा बनाएको सम्बन्धको तत्काल दुरुपयोग हुनबाट रोक्छ। ल, यी त भए कानुनी विवरणहरू। अब यी कुराहरूभन्दा पर गएर यो विधेयकले हाम्रो समाजमा कस्तो बृहत प्रभाव पार्न सक्छ त्यसको बारेमा कुरा गरौँ। साँच्चै भन्नुपर्दा यो केवल एउटा कानुनको किताब मात्र होइन।
यो त हाम्रो शासन प्रणालीप्रति जनताको विश्वास फेरि जगाउने र सबैका लागि निर्णय प्रक्रिया निष्पक्ष छ भन्ने कुरा सुनिश्चित गर्ने एउटा शक्तिशाली औजार हो। यो विधेयकले नेपालको सुशासनलाई मात्रै बलियो बनाउँदैन, यसले हामीलाई दिगो विकास लक्ष्य अर्थात् एसडिजिज जस्ता महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मापदण्डहरूसँग पनि जोड्छ। आउनुहोस् हेरौँ कसरी। दिगो विकास लक्ष्य 16ले शान्ति, न्याय र बलियो संस्थाहरूको कुरा गर्छ। जब निर्णयहरू निष्पक्ष हुन्छन्, स्वार्थबाट प्रेरित हुँदैनन्, तब मात्र संस्थाहरू बलियो हुन्छन् र नागरिकले तिनमाथि भरोसा गर्न सक्छन्। यो विधेयक त्यही भरोसाको जग बसाल्ने एउटा प्रयास हो। त्यस्तै लक्ष्य 10ले असमानता घटाउने कुरा गर्छ। यो कानूनले पहुँच र शक्तिको आधारमा केही सीमित व्यक्तिले मात्र अनुचित फाइदा लिने बाटो बन्द गरिदिन्छ। यसले गर्दा विकासको फल सबैमा बराबर पुग्न मद्दत मिल्छ। र अन्त्यमा लक्ष्य 8, जसले आर्थिक वृद्धिमा जोड दिन्छ। जब देशको पैसा अर्थात् सार्वजनिक स्रोत सही ठाउँमा सही कामको लागि प्रयोग हुन्छ र भ्रष्टाचारमा खेर जाँदैन, तब मात्र देशको दिगो आर्थिक विकास सम्भव हुन्छ। विधेयकको प्रस्तावनामा लेखिएको यो अंशले यसको पुरै सारलाई समेट्छ। यसको मूल उद्देश्य नै हो निष्पक्षता, जवाबदेहिता र विश्वासको जगमा एउटा राम्रो शासन व्यवस्था प्रवर्तन गर्नु। र अन्तमा एउटा महत्त्वपूर्ण प्रश्न सोच्नको लागि छोडेर जाँदैछौँ। कानुन बन्नु पक्कै पनि एउटा ठूलो र महत्त्वपूर्ण कदम हो, तर के कानुन मात्रै पर्याप्त छ त? हाम्रो समाजमा साँच्चीकै निष्ठाको संस्कृति बसाल्न कानुन बाहेक हामीलाई अरू के कुरा चाहिन्छ होला? यही प्रश्नमा विचार गर्दै गरौँ है त।